नेपाल टेलिकमको डेटा प्याकेज एक्सपायरी पछि तपाईको मेन ब्यालेन्सबाट पैसा कट्ने अवस्था तपाईले डिजेबल गर्न मिल्ने व्यवस्था भइसकेको छ। यसलाई बन्द गर्नका लागि तपाईले PAYG सर्भिसलाई डिजेबल गर्नुपर्ने हुन्छ। PAYG यानी कि पे एज यु गो, यसको मतलब तपाईले डेटा चलाउने बित्तिकै पैसा तिर्ने व्यवस्थालाई बन्द गर्नुपर्ने हुन्छ र डेटा प्याकेज हुँदा मात्रै पैसा तिर्ने अवस्थालाई अन गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईले *444# डायल गर्नुहोस् र त्यसमा 4 नम्बरको अप्सन डिजेबल PAYG लाई सेलेक्ट गर्नुहोस्। यसो गर्न साथ अब तपाईको डेटा सकिने बित्तिकै पैसा काट्ने छैन। तर यो इनेबल पनि गर्नुपर्ने हुन सक्छ कहिलेकाहीँ। यदि तपाई प्याकेज खरिद गर्न चाहनुहुन्न र थोरै डेटा चलाउन चाहनुहुन्छ एकछिनलाई, त्यस्तो भयो भने फेरि तपाईले यो इनेबल गर्नुपर्ने हुन्छ। त्यसैले आवश्यकता अनुसार तपाईले PAYG सर्भिसलाई इनेबल वा डिजेबल दुवै गर्न सक्नुहुनेछ। हस्त धन्यवाद। प्रविधिका कुरालाई लाइक, फलो र शेयर गर्न नबिर्सिनुहोला।